नमस्कार, राधे राधे। स्वागत छ हजुरहरूलाई धर्मनीति युट्युब च्यानलमा र म उपस्थित भएको छु ताराप्रसाद कुइकेल सदा जस्तै कार्तिक मासको महात्म्यका कथा प्रसङ्गहरू लिएर। र हिजोसम्म हामीले 6 अध्यायसम्मका कथा प्रसङ्गहरू श्रवण गरेका थियौँ, जस अन्तर्गत कार्तिक व्रतलाई छोडेर अरू कुनै पनि व्रतहरू उत्तम छैनन्। सबैभन्दा उत्तम व्रत भनेको कार्तिक मासको व्रत नै हो। यी कथा प्रसङ्गहरू अथवा कार्तिक मासको महिमाको बारेमा हामीले 6 अध्यायसम्मका कथा प्रसङ्गहरू श्रवण गरेका थियौँ। यो कथा प्रसङ्ग पृथ्वीजी महाराजलाई नारदजीले श्रवण गराइराख्नु भएको छ भने यही कथा सत्यभामालाई भगवान श्रीकृष्णले श्रवण गराइराख्नु भएको छ। अगाडि आएर यो कार्तिक मासको व्रतको विधानको बारेमा प्रश्न पार्न लाग्नुहुन्छ। नारदजी भन्न लाग्नुहुन्छ कि कार्तिक व्रतीनां पुंसां नियमा ये प्रकीर्तिता तान् शृणुष्व महाराज कथ्यमानान् समासतः। हे राजन, कार्तिक मासको व्रत गर्नेहरूको नियम जो बताइएको छ, म त्यो नियमको बारेमा संक्षेपमा वर्णन गर्छु र यसलाई हजुरले विधि विधानपूर्वक अथवा धैर्यतापूर्वक श्रवण गर्नुहोस् र मनन चिन्तन गर्नुहोस्। यस्ता तरिकाले नारदजी भन्न लाग्नुहुन्छ। र आउनुहोस् हामीहरू पहिले मङ्गलाचरण गरौँ, तत्पश्चात हामी अगाडिका कथा प्रसङ्गमा प्रवेश गर्नेछौँ। हजुरहरूको अगाडि पुष्प छ भने सबैजनाले पुष्प आदि लिनुहोला, छैन भने मनद्वारा नै अथवा यो मनलाई नै भगवान दामोदरको चरणारविन्दमा अर्पण गर्नुहोला। र मङ्गलाचरण पश्चात हामी अगाडिका कथा प्रसङ्गहरूलाई श्रवण गर्नेछौँ। ओम वंशी विभूषितकरां नवनीरदाभा पीताम्बरा तरुणबिम्बफलाधरोष्टा पूर्णेन्दु सुन्दरमुखादरविन्दनेत्रा कृष्णात् परं किमपि तत्त्वमहं न जाने नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। लक्ष्मीनाथसमारम्भां नाथयामुनमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्परां। श्रीयोगिराजरघुनाथगुरो प्रशिष्यं श्रीमज्जनार्दनगुरोर्तमशिष्यरत्नं वेदान्तयुग्मनिपुणं सुलभं सुशीलं श्रीदेवराजगुरुवर्यमहं प्रपद्ये। श्रीदेवराजगुरुवर्यमहं प्रपद्ये। बोलिए श्री सद्गुरुदेव भगवान को। अब हामीले मङ्गलाचरण गरिसकेका छौँ, तसर्थ हजुरहरूले पुष्प लिनुभएको छ भने भगवानको चरणारविन्दमा अर्पण गर्नुहोला, नभए यो मनलाई नै भगवानमा अर्पण गर्नुहोला। र यो मनलाई भगवानमा अर्पण गर्दै गर्दै अगाडिका कथा प्रसङ्गहरू श्रवण गरौँ। नारदजीले यो कार्तिक मासको जो व्रतको नियम छ, त्यो नियम चाहिँ कस्ता कस्ता नियमहरू छन् त्यो सुनाउँदै हुनुहुन्छ पृथ्वीजी महाराजलाई। अगाडि नारदजी भन्न लाग्नुहुन्छ, सर्वामिषाणि मांसं च क्षोद्रं सौवीरकं तथा राजिकोन्मादकं चापि नैवाध्यात् कार्तिक व्रती। कार्तिक व्रत गर्नेवाला व्यक्तिले सबै प्रकारको आमिष वस्तुहरू, मांसादि अथवा कालो दाल, मासको दाल, मह, तोरी, अमिलो, तित्री आदिको तथा मदकारी वस्तुको सेवन चाहिँ गर्नु हुँदैन भनेर भनिएको छ। र कार्तिक मासको व्रत गर्ने व्यक्तिले अर्काको अन्न भरिसक्के नखानु, कसैसँग विद्वेष अथवा द्वेष नगरोस्, तीर्थको अतिरिक्त अरू कतै विदेश अथवा अन्य ठाउँमा नजाओस्। कार्तिक मासको व्रतीले देवता, वेद, ब्राह्मण, गुरु, गाई, व्रती, नारी, राजा, यसै गरी महापुरुषहरूको कहिले पनि निन्दा गर्नु हुँदैन। द्विदलं च तिलं तैलं पक्वान्नं मूल्यदूषितं भावदुष्टं शब्ददुष्टं वर्जयेत् कार्तिक व्रती। कार्तिक व्रत गर्नेवाला व्यक्तिले दाल, चना, मटर आदिको, यसै गरी तिलको तेल, पक्वान्न, किनेको भोजन, भावदुष्ट, यसै गरी शब्द दुष्ट भोजनको पनि त्याग गर्नुपर्दछ। कसैले भोजन गर्न दियो, अपशब्द आदि बोल्यो अथवा
कुनै पनि वस्तुमा भावको दोष भयो भने अथवा भाव चाहिँ त्यस्तो नराम्रो खालको भयो भने ती भोजनहरू नगर्नु भनेर भनिएको छ। र कुनै पनि प्राणीहरूको चाहिँ मासु अथवा चुना, जम्बिरी, कागती यानि कि ज्यामिरे कागती, मसुरोको दाल, बासी तथा जुठो अन्न यी सबै आमिष हुन् भनेर भनिएको छ। र यी आमिष पदार्थहरूको पनि परित्याग गर्नुपर्दछ। बाख्रो, गाई, भैँसीको दुधलाई छोडेर अरू पशुबाट निकालेको दुधलाई पनि आमिष भनेर भनिन्छ। ब्राह्मणले किनेको रस यानि कि गुडहरू, साम्बर, नुन आदिको परित्याग गर्ने यी सबै पनि आमिष नै हुन् भनेर भनिएको छ। ताबाको पात्रमा राखेको पञ्चगव्य, सानो खाल्टोमा जमेको पानी, केवल आफूलाई मात्र पकाएको अन्नलाई पनि विद्वानहरूले आमिष भन्ने गर्दछन्। कार्तिक मासको व्रती सदैव ब्रह्मचर्यमा रहने, पृथ्वीमा शयन गर्ने र दिनको चौथो प्रहारमा चाहिँ पत्तामा एक बार खाने। अब अगाडि भन्न लाग्नुहुन्छ नारदजी कि कार्तिकमा स्नान गर्नेवालाले नरक चतुर्दशीमा तेल लगाओस्, अरू तिथिहरूमा तेल लगाएर चाहिँ स्नान नगरोस् भनेर भनिएको छ। कार्तिक व्रती व्यक्तिले चाहिँ सिङ्गडा, प्याज, भन्टा, च्याउ, गाजर, नालिका, यसै गरी मुली यी सबैको परित्याग गर्ने। यसै गरी लौको, बैगुन, कुबिन्डो, बिही, फल, लप्सी तथा कैतको पनि कार्तिक मासको व्रत बस्नेले परित्याग गर्नुपर्दछ। व्रतीले मासिक धर्म भएकी स्त्रीलाई पनि त्याग गर्नुपर्दछ र म्लेच्छ, यसै गरी पातित, ब्राह्मणद्रोही र नास्तिकहरूसँग बातचित यानि कि सम्भाषण आदि पनि नगर्नु। वैष्णव व्रतीले उपरोक्त मनुष्यहरू र कागद्वारा देखेर पकाएको भोजन, सुतकको समयमा पकाएको भोजन, दुईपल्ट पकाएको यसै गरी डढेको भोजन पनि नगर्नु भनेर भनिएको छ। एतानि वर्जयन् नित्यं व्रती सर्व व्रतेष्वपि कृच्छ्राद्रिंश्च प्रकुर्वीत सुशक्त्या विष्णुतुष्टै। सबै व्रतहरूमा उपरोक्त त्याग गरोस् र आफ्नो शक्तिको अनुसार श्री विष्णु भगवानलाई प्रसन्न गर्नको लागि कृच्छ, चान्द्रायण आदि व्रत गर्नुपर्दछ भनेर भनिएको छ। कार्तिक मासको व्रत गर्नेवाला प्राणीले प्रतिपदामा कुबिन्डो, द्वितीयामा बिही, तृतीयामा तरुल, चतुर्थीमा मुला, पञ्चमीमा बेल, षष्ठीमा तरबुज, सप्तमीमा अमला त्यागोस्। यसै गरी अष्टमीमा नरिवल, नवमीमा लौको, दशमीमा परवल, एकादशीमा बहेर, द्वादशीमा काउछो, त्रयोदशीमा गाजर, चतुर्दशीमा लवली साग तथा पूर्णिमामा तुलसी सागको परित्याग गर्नुपर्दछ। उपरोक्त वस्तु क्रमैले प्रतिपदा आदि तिथिहरूमा चाहिँ नखानु भनेर भनेको छ। रविवारमा यसै गरी अमला भक्षण नगर्ने। अनि व्रतीले उपरोक्त सागहरू अथवा अरू पनि वर्जित सागहरू खानु छ भने ब्राह्मणलाई दिएर खानुपर्दछ अथवा ब्राह्मणलाई दान गरेर खानुपर्दछ। त्यसमा चाहिँ फेरि दोष लाग्दैन भनेर भनिएको छ। यो नै नियम माघ मासको लागि पनि हो। र अब प्रबोधिनी एकादशीमा जस्तै पूर्वोक्त विधानद्वारा नृत्य, गायन, जागरण आदि पनि गर्नुपर्दछ। यस्तो प्रकारले विधिवत व्रत गर्नेवाला व्यक्तिलाई देखेर जसरी सिंहको गर्जना सुनेर हात्तीहरू भाग्ने गर्दछन् त्यसरी नै त्यहाँबाट चाहिँ यमदूतहरू भागेर जाने गर्दछन्। वरम विष्णु व्रती एको न यज्ञ सतयाजक यज्ञगीत प्राप्नुयात् स्वर्गम वैकुण्ठम कार्तिक व्रती। कार्तिक व्रत गर्नेवाला व्यक्ति एउटै मात्र छ भने पनि संसारमा सर्वश्रेष्ठ हुने गर्दछ। यसको तुलनामा सयौं यज्ञ गर्नेवाला पनि छैन, किनकि यज्ञ गर्नेहरू केवल स्वर्गमा जाने गर्दछन्। परन्तु कार्तिक मासको व्रत त त्योभन्दा श्रेष्ठ छ। कार्तिक मासको व्रतले वैकुण्ठमा जाने गरिन्छ। यस जगतमा भुक्ति, मुक्ति दाता जति पनि पुण्य क्षेत्र छन् ती सबै कार्तिक व्रतीका शरीरमा निवास गर्ने गर्दछन्। नराम्रो सपना देखियो या मन, बाणी, शरीरबाट कुनै प्रकारको पाप भयो भने कार्तिक व्रत गर्नेवाला व्यक्तिको दर्शन गर्नाले सबै नष्ट हुन्छन्। जसरी राजाको रक्षा उसका सेवकहरूले गर्दछन् त्यसरी नै कार्तिक व्रत गर्ने व्यक्तिको रक्षा भगवान विष्णुको आज्ञाले इन्द्रादि देवताहरूले चाहिँ गर्ने गर्दछन्। विष्णु भगवानको
व्रत यानी कि कार्तिक मासको व्रत गर्नेवाला मनुष्य जहाँ कहीँ पनि पूजित भएर रहन्छ, त्यहाँ ग्रह भूत यसै गरी पिशाच आदि केही पनि आउँदैनन् अथवा रहँदैनन् भनेर भनिएको छ। कार्तिक व्रतिन पुण्यम यथोक्त व्रतकारिण न समर्थो भवेद वक्तुम ब्रह्मापि हे चतुर्मुख। विधि विधान सहित कार्तिक व्रत गर्नेवाला मनुष्यको पुण्यहरूको वर्णन 4 मुख भएका ब्रह्माजीले पनि गर्न सक्दैनन् भनेर भनिएको छ। र यो विष्णु व्रत यानी कि कार्तिक मासको व्रत समस्त पापहरूलाई नष्ट गर्नेवाला र पुत्र पौत्र धन धान्य बढाउनेवाला रहेको छ। विष्णु व्रतम सकल कल्मषनाशनम च सत्पुत्र पौत्र धन धान्य वृद्धिकारी ऊर्जा व्रतम संयमम कुरुते मनुष्य किं तस्य तीर्थ परिशीलन सेवया च किं तस्य तीर्थ परिशीलन सेवया च। यो कार्तिक व्रत जुन मनुष्यले नियमपूर्वक गर्दछ उसलाई तीर्थमा जानु तीर्थ सेवन गर्नु केहीको पनि आवश्यकता पर्दैन। उसलाई सबै पुण्यफल कार्तिक मासको यानी कि दामोदर मासको व्रतद्वारा नै प्राप्त हुने गर्दछ भनेर यस्ता तरिकाले नारदजीले पृथ्वीजी महाराजलाई वर्णन गर्न लाग्नुहुन्छ कार्तिक मासको व्रतको बारेमा। अगाडि आएर 8औं अध्यायमा पृथ्वीजी महाराजले प्रश्न गर्न लाग्नुहुन्छ कि यसको उद्यापनको विधि चाहिँ के छ, यो कार्तिक मासको व्रतको उद्यापनको विधिको बारेमा पनि वर्णन गरिदिनुहोस् न भनेर प्रश्न गर्न लाग्नुहुन्छ। यसको साथसाथमा 7औं अध्याय पूर्ण हुने गर्दछ र यसका हामी संस्कृत सुधाहरू पनि श्रवण गर्ने छौँ। मैले अगाडिका भिडियोहरूमा पनि भनेको छु यी कथा त अथाह छन्, तर हामीले यी संस्कृत सुधारू केही क्षण श्रवण गरेर मनन चिन्तन गर्न सक्यौँ भने मात्र पनि कार्तिक मासको व्रत बस्दा जुन फल प्राप्त हुने हो त्यसको आधा फल प्राप्त हुने गर्दछ। भगवानको धामलाई त प्राप्त गरिन्छ र तसर्थ आउनुहोस् हामी यी संस्कृत सुधारूतर्फ पनि प्रवेश गरौँ। ओम नमो भगवते वासुदेवाय। अथ कार्तिक महात्म्यं सप्तमोत्सवः। नारद उवाच कार्तिक व्रतीनां पुंसां नियमा ये प्रकीर्तिता तान् शृणुष्व महाराज कथ्यमानं समासतः। सर्वामिषाणि मांसं च क्षोद्रं सौवीरकं तथा राजिकोन्मादकं चापि नैवेद्यात् कार्तिकव्रते। परान्नं च परद्रोहं परदेशगतं तथा तीर्थ विना सदैवेह वर्जयेत् कार्तिकव्रते। देवदेव द्विजातीनां गुरु गोव्रतीनां तथा स्त्रीराज महतां निन्दा वर्जयेत् कार्तिकव्रतेः। द्विदलं च तिलं तैलं पक्वान्नं मूल्यदूषितं भावदुष्टं शब्ददुष्टं वर्जयेत् कार्तिकव्रते। प्राङ्ग्यङ्गमामिषं चूर्णं फलं जाम्बीरमामिषं धान्ये मसूरिका प्रोक्ता अन्नं पर्योषितं तथा अजागोमहि शिक्षिराद् अन्यद्दुग्धादि चामिषं द्विजकृतरसा सर्वे लवणं भूमिजं तथा ताम्रस्थितं पञ्चगव्यं जलं पल्ललसंस्थितम् आत्मार्थं पाचितं चान्नमामिषं तस्मृते बुधे। ब्रह्मचर्यमदशय्यां पत्रवल्यां च भोजनं चतुर्थयामे भुञ्जान कुर्यादेवं सदा व्रते। नरकस्य चतुर्दश्यां तैलाभ्यङ्गं च कारयेत अन्यत्र कार्तिकस्नायि तैलस्नानं विवर्जयेत्। श्रेणुं पल्लाण्डुवृत्ताकं छत्राकं गुर्जरं तथा नालिकामूलकं चैव वर्जयेत् कार्तिकव्रते। अलाभुं चापि वृत्तान्तं कुष्माण्डं व्रियते फलं श्लेष्मातकं कपित्थं च वर्जयेत् वैष्णवव्रते। रजस्वलं त्यजन् म्लेच्छ पतित व्रातकैस्तथा द्विजदविड्वेदवायैश्च नवदेत् सर्वदा व्रते। एभिर्दृष्टं च काकैश्च सुतकान्नं च यद्भवेत् द्विपाचितं च दग्धान्नं नैवेद्यात् वैष्णवव्रते। एतानि वर्जयेत् नित्यं व्रती सर्वव्रतेष्वपि कृच्छादिं स प्रकुर्वीत स्वशक्त्या विष्णुतुष्टये।
क्रमात् कुष्माण्डप्रियतिं तरुणीं मूलकं तथा श्रीफलं च कलिङ्गं च फलं धात्री भवं तथा नारिकेलमलाम्बुं च पटोलं बदरीफलं चर्मवृत्ता कलवलिशाकं तुलसीजं तथा शाकान्यन्तानि वर्ज्यानि क्रमात् प्रतिपदादिशो धात्रीफलं रवौ तद्वद् वर्जये सर्वदा व्रते येभ्योऽन्यद् वर्जयेत् किञ्चित् विष्णुव्रतपरायण तत्पुनर्ब्राह्मणे दत्त्वा भक्षये सर्वदा व्रते मे वैमागेऽपि कुर्यात् च नियमान् व्रते हरेश्च जागरं तत्र प्रबोधोक्तं चकारयत् यथोक्तकारणं दृष्ट्वा कार्तिकव्रतिनं नरं यमदूता पलायन्ते गजा सिंहार्दिता इव वरं विष्णुव्रती एको न यज्ञ शतयाजक यज्ञकृत् प्राप्नुयात् स्वर्गं वैकुण्ठं कार्तिकव्रते भुक्तिमुक्तिप्रदानीय यानि क्षेत्राणि भूतले वसन्ति तानि तद्देहे कार्तिकव्रतकारिण दुःस्वप्नं दुष्कृतं किञ्चिन् मनोवाक्याय सम्भवं कार्तिकव्रतिनं दृष्ट्वा विलयं याति तत्क्षणात् कार्तिकव्रतिना पुंसो विष्णुवाक्य प्रणोदिता रक्षां कुर्वन्ति शक्राद्य राजनं किङ्करं यथा विष्णुव्रतकरो नित्यं यत्र तिष्ठति पूजिता ग्रहभूतपिशाचाद्य नैव तिष्ठन्ति तत्र वै कार्तिकव्रतिना पुण्यं यथोक्तव्रतकारिणः न समर्थो भवेद् वक्तुं ब्रह्मापि हे चतुर्मुख विष्णुव्रतं सकलकल्मषनाशनं च सत्पुत्रपौत्रधनधान्य विवृद्धिकारी ऊर्जव्रतं संयमं कुरुते मनुष्य किं तस्य तीर्थपरिशीलनसेवया च जय जय श्री पद्मपुराणे कार्तिक महात्म्ये श्रीकृष्ण सत्या संवादे कार्तिक व्रतकथनं नाम सप्तमोत्सवः। श्रीकृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव श्रीकृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति श्रीकृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव हे नाथ नारायण वासुदेव। बोलिए श्री आनंद कंद भगवान को। हामीले यी 7औं अध्यायका संस्कृत सुधारो यसै गरी कथा प्रसङ्गहरू श्रवण गरिसकेका छौँ र 8औं अध्यायमा अब नारदजीले यसको उद्यापन विधिको वर्णन गर्दै हुनुहुन्छ र यो कार्तिक मासको महात्म्यको उद्यापनको विधि चाहिँ के रहेको छ यसको बारेमा हामी अर्को भिडियोमा अवश्यमेव हेर्ने नै छौँ, सुन्ने नै छौँ र तबसम्म म ताराप्रसाद कुइकेल हजुरहरू समक्ष बिदा हुन चाहन्छु। अस्तो जय श्री राधे श्याम।